नमस्ते, मेरो नाम हो प्रियांशु अनि वेलकम ब्याक टु माई च्यानल। आज हो टिका, सबैजनालाई ह्याप्पी दसैँ होइन, एकदम धेरै धेरै शुभकामना। सबैजना एकदम खुसी रहनु, सुखी रहनु है, केही समस्याहरू नआओस्। र अहिले चाहिँ अब बिहान म ओछ्यानबाटै बनाइरहेको छु भिडियो है, म भ्लग अपलोड गर्दैछु। दादा भाइ यता, दिदी भाइ यता है, के भन्नु छ कसैलाई ह्याप्पी दसैँ सबैजनालाई है। मासु भात खानु है, अनि माछा पनि खानु, चिकन पनि खानु है, सब अरू केही अरू पिङ पनि खेल्नु है, चङ्गा पनि उडाउनु ल त। अब आजको प्लान भनेको सबसे पहिला म चाहिँ कभर काट्न जान्छु। त उसमा दादाहरूले घरमै यसो कच्चा गर्छिन्छ, त्यसपछि म कभर काटेर आउँछु अनि त्यसपछि बाइक काम गर्ने। ओके, सो लेट्स गेट इन्टु द ब्लग। म चाहिँ अहिले कभर काटेर घर फर्किँदैछु होइन, जाँदैछु बाइकमा हो। कभर काटेँ, साडी मिलाएँ होइन। अब जाउँ घर, त्यसपछि अब दादाहरूले के गरिसक्छु हेरौँ अनि त्यही खानामा सघाउँ। त्यसपछि अनि 11:50 साइड छ होइन, टिका लाउने खाना गरौँ। त्यसपछि आज दादाहरू मामा गरेर सुन्छ होला, हामी भोलि जान्छ होला, हेरौँ के हुन्छ अब। गाइस दाले चाहिँ अब सफा गरेर राख्छ बाहिर होइन, सोफा लग्यौँ हामीले है। अब टेबल लाँदैछौँ है, के गर्दैछौँ रे हामी दादा? टेबल लाँदैछौँ, टिका लगाउने ठाउँ रेडी गर्दैछौँ, बिजी छौँ। एकछिन बस्ने फुर्सद छैन, अघि बसी कफी खाएको तर नि एकछिन बस्ने फुर्सद छैन। मैले चाहिँ कफी पनि उभि नै खाएको है, कपाल काटेर आएर कफी पनि म बसिनँ, उभि खाएँ। म मेहनती छु, म मेहनती। ल यो लगौँ है त बाहिर। घरको सबै मिलाएर अहिले चाहिँ हामी खेतमा छौँ, मेरो दादा होइन, टक्क हाम्रो खेत है, यही हो। जो वहाँ से देख रहे हो वहाँ से लेकर वहाँ तक सारा हमारा खेत यो हाम्रो खेत है। अनि अब यसो बसौँ एकछिन, फ्रेस हौँ। 11 बजेको साइज छ होइन, 12 बजेको भनौँ न, 10:23 भयो। एकछिन यतै बसौँ, हावा खाम, एकछिन फ्रेस हौँ, त्यसपछि अनि घर जानुपर्छ। म चाहिँ घर आएर नुहाएर रेडी भइसकेँ होइन, दादा नुहाउँदै देखिन्छ होला। म चाहिँ अब नुहाएर एकदम तयार भइसकेँ। कुर्ता छ, सुरुवाल चाहिँ कुर्ता सुरुवाल लगाएको छु, त्यही हो। अब जाउँ तल, हेरौँ के हुन्छ होइन। रेडी भएँ, सो यस।
गाइस टिका लाग्यो होइन मैले चाहिँ माथि आएको छ फोनमा चार्ज सकिँदा चार्जमा आउनु पऱ्यो भनेर आएको है सो अब चार्जर खोजौँ फोनलाई चार्जमा हालौँ त्यसपछि अनि दालबेन जाने बेला फेरि फोन चाहिँ के लिएर जान्छ है त भयो ल घर फर्किँदै त्यसको हो अनि अब चाहिँ दादाहरू जाँदै आइसक्छ हामी चाहिँ भोलि जानु पर्यो अब के भन्नु छ जाउँ घर पहिला जाउँ घर जाउँ है त बाई 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 अङ्कल बाई बाई काकी बाई ल त गाइस अब चाहिँ सुत्न लाग्यो होइन माथि छु अब कोठा अब यसो चलाएर बसेको छु कोही छैन खाली छ कोठा अब नानी आउँछ नानीहरू मात्रै हुन्छ आज माथि कोही हुँदैन अब भाइहरू दुईजना गइहाल्यो साथीहरू श्रेयस काठमाडौँ दादा र भाइ मामा घर गइसकेछ भोलि हामी पनि मामा घर जान्छौँ भोलि फेरि दादा र भाइ मात्रै गइसिन्छ यहाँ पर्सि चाहिँ फेरि 7जना हुन्छौँ होइन हामी दादा भाइ म दिदी 4जना हुन्छौँ त्यही हो सो आजको भिडियो लागि यति नै अब हाम्रो भेटिन्छ अर्को भिडियोमा तबसम्म मलाई सी यू टेक केयर अनि बाई बाई